हामीसँग केही सामानहरू छन् झोलामा। एउटा कलम छ, त्यसको 50 रुपियाँ पर्छ मानिलिउँ। एउटा कापी छ, त्यसको पर्छ 30 रुपियाँ मानिलिउँ। एउटा किताब छ, त्यसको पर्छ 500 रुपियाँ मानिलिउँ। र मानौ अर्को एउटा कलमहरू राख्ने बट्टा छ, त्यो बट्टाको मानिलिउँ पर्छ 50 रुपियाँ। भन्यो भने कुनै पनि के सामान छ र के सामानको कति पर्छ भनेर हामीले एउटा म्याप बनायौँ। यो म्यापलाई हामी अर्को भाषामा भन्दाखेरि फङ्सन भन्न सक्छौँ। अब यसले चाहिँ सामानहरूलाई तिनीहरूको भाउ कति छ त्योसँग एसोसिएट गर्छ। अब यस्तो केसमा चाहिँ यो अगाडिको सेटलाई हामी डोमेन भन्छौँ, यो पछाडिको सेटलाई हामी कोडोमेन अथवा रेन्ज भन्छौँ। अर्को भाषामा भन्दाखेरि यो एउटा फङ्सन हो। यो एउटा फङ्सन हो। फङ्सनमा दुईवटा कुरा हुन्छन्, एउटा इनपुट हुन्छ, अर्को हुन्छ आउटपुट। यो फङ्सनमा इनपुट भनेको सामान हो र यसको आउटपुट भनेको त्यसको भाउ हो। यो कुरालाई हामी सामान र त्यसको भाउलाई हामी फङ्सनको रूपमा रिप्रेजेन्ट। तर सामान्यतया अर्को कुरा के हुन्छ भने यो भन्दा जस्तो कि हामीसँग कुनै एउटा पसल छ, त्यो पसलमा चाहिँ टनाटन कापीहरू पाइन्छ हैन। एउटा कापीको 5 रुपियाँ पर्छ मानिलिउँ, जस्तो भयो, तर केही छैन, विषय होइन। 5 रुपियाँ पर्छ भने हामी के पनि भन्न सक्छौँ भन्दाखेरि एउटा कापीको यता एउटा लाइन बनाऊ, त्यो लाइनमा कतिवटा कापी छ त्यो कापीहरूको नम्बर लेखिदिनु। अर्को एउटा लाइन बनाऊ, त्यो नम्बरले चाहिँ त्यो कापीको कति भाउ पर्छ, कति पैसा पर्छ भनेर अर्कोतिर दिनु। एउटा कापीको मानिलिउँ यो 5 मानिलिउँ, यतापट्टि चाहिँ 0 1 6 10 यसरी जान्छ। माथि चाहिँ मानिलिउँ 5 10 15 25 35 40 यसरी जान्छ। भन्यो भने एउटा कापीको 5 पर्छ, दुईटा कापीको 10 पर्छ, तिनटाको 15, चारको 20, यस्तै गरी कापीको भाउ बढ्दै जान्छ। यो पनि एक किसिमको फङ्सन हो। यो फङ्सनको इनपुट के हो त? कापीको सङ्ख्या, कतिवटा कापी हो त्यसको सङ्ख्या। अब यसको आउटपुट के हो त? त्यसको भाउ भन्दा नि मोल भनौँ न, जस्तो भयो त्यतिवटा कापीको मोल हैन। अब यो फङ्सनको समस्या के हो भन्दाखेरि कुनै कुराहरू फेरि यस्तो 1 2ले नबढ्ने खालको कुराहरू पनि हुन्छन् हैन। जस्तो कि मानिलिउँ हामीले पेट्रोल मट्टितेल किन्छौँ हैन। पेट्रोल मट्टितेलको भाउ प्रति लिटर भनेर दिइएको हुन्छ, तर त्यो जति पनि हुनसक्छ। जस्तो कि 1 लिटर पनि किन्न सक्छौँ हामीले, आधी लिटर पनि सक्छौँ, 2 लिटर किन्न सक्छौँ, 5 लिटर किन्न सक्छौँ, 4 लिटर किन्न सक्छौँ, 3 लिटर किन्न सक्छौँ, जति नै किन्न सक्छौँ, यो बिचको जति पनि पर्न सक्छ। यसको प्रति लिटरको भाउ कति छ त्यो कुराले कति पेट्रोल किन्छौँ त्यतिले पेट्रोल मट्टितेल भनौँ न, पेट्रोल त्यसको भाउ यता कति पर्छ भनेर यतातिर रिप्रेजेन्ट गऱ्यौँ भने हामीले चाहिँ यो एउटा कन्टिन्युअस फङ्सन। भन्नुको मतलब यसमा एक्स एक्सिसमा हामीले कुनै कति पेट्रोलको कति पर्छ भनेर ठ्याक्क त्यो पोइन्टमा जाने, त्यसबाट माथि जाने, माथिबाट आउँदाखेरि यहाँ जति पर्छ त्यति। मानिलिउँ 4.5 लिटरको कति पर्छ भन्यो भने 4.5बाट माथि जाने, त्यसपछि त्यहाँबाट यता आउने, भनेपछि यो कति नम्बर भयो 4.5 लिटरको यति भाउ पर्दो रहेछ भनेर हामीलाई थाहा हुने है। भनेपछि यो कस्तो खालको फङ्सन हो भन्दाखेरि यो कन्टिन्युअस फङ्सन हो। अब सधैँभरि अब यस्तो फङ्सनहरू, अब सधैँभरि फङ्सनलाई यसरी एसोसिएसनबाट देखाउन सकिँदैन। जस्तो कि पेट्रोलको भाउ कति लिटरको कति पर्छ भनेर हामीले यसरी एसोसिएसनबाट देखाउन खोजेको, यसरी डायग्रामबाट देखाउन खोजेको भए कति पेट्रोल लेख्ने त? 1 लेख्ने, 2 लेख्ने, 1.1 लेख्ने, 1.5 लेख्ने, कति लेख्ने त? कतिवटाको भाउ यो धेर साध्य हुँदैन। भनेपछि यसरी रिप्रेजेन्ट गर्न नसक्ने कुरालाई हामीले यसरी रिप्रेजेन्ट गर्नुपर्ने हुन्छ। अब यो सबै तरिकाहरूलाई रिप्रेजेन्ट यसरी यी सबै जियोमेट्रिक तरिका भए फङ्सनलाई देखाउने। अब सबै कुराहरू जियोमेट्रिकल्ली देखाउन नसकिने खालको फङ्सन पनि हुन्छन्। तर यसले यो फङ्सनलाई कसरी लेख्न सकिन्छ भन्दाखेरि भाउ भनेको एफएक्स भन्ने छ भने एक्स भनेको पेट्रोलको अमाउन्ट हो भने एफएक्स भनेको भाउ हुन्छ। एक्स चाहिँ पेट्रोल कति भन्ने कुरा भयो भने एफएक्स भनेको चाहिँ त्यतिको कति मोल भन्ने हैन। अब यसलाई हामीले वाइ एक्सिस पनि लेख्यौँ भने। अब अर्को कुरा हेरौँ, सधैँभरि यस्तो फङ्सनहरू जस्तो कि यो फङ्सन, यो केसमा पेट्रोलको भाउ 1 लिटरको 5 रुपियाँ पर्छ भने सर्टेन कति पर्छ भनौँ न, 5 त नभनौँ, अलिकति 200 भनौँ न। पेट्रोलको भाउ 1 लिटरको 200 पर्छ भने हामी के भन्न सक्छौँ भन्दाखेरि एफएक्स भनेको वाइ भनेको पेट्रोलको भाउ, त्यो चाहिँ एफएक्स भयो भने वाइ भनेको के हुन्छ, एफएक्स इक्वल्स टु 200 इन्टु एक्स हुन्छ। भन्नुको मतलब वाइ इक्वल्स टु 200x होइन। अब यो अल्जेब्राइक रिप्रेजेन्टेसन अफ त्यही फङ्सन। अब यसरी गर्दाखेरि के फङ्सन जस्तो पनि हुनसक्छ होइन। अर्को एउटा फङ्सन लेखौँ हामी होइन।
अर्को एउटा फङ्सन लेखौँ हामी होइन। त्यो फङ्सन कस्तो हुनसक्छ, y इक्वल्स टु जे लेख्यो नि भने अब होइन 7x² + 3x / 2x यस्तो खालको फङ्सन हुनसक्छ होइन। फङ्सन जे नि हुनसक्छ। तर यी सबै फङ्सनहरूमा हामीले होइन अगाडि भएको फङ्सनहरूमा इनपुट सर्टेन कुरा हुँदाखेरि इनपुट के हुँदाखेरि त्यसको आउटपुट के हो भनेर ग्यारेन्टेड थाहा हुन्छ क्या होइन। जस्तो कि बट्टाको कति पर्छ भन्यो भने 50 पर्छ, ग्यारेन्टेड थाहा छ होइन। कापीको सङ्ख्या दिएको छ भने त्यसको कति पर्छ भनेर हामीलाई ग्यारेन्टेड थाहा हुन्छ। यो ग्राफिकल रिप्रेजेन्ट गर्न सकिने फङ्सनहरूमा कन्टिन्युअस फङ्सनमा पनि त्यस्तै, पेट्रोल कति हो भन्यो भने त्यसको भाउ कति हो भनेर ग्यारेन्टेड भन्न सक्छ। तर यसरी रिप्रेजेन्ट गरेको फङ्सनहरू कुनै कुनै फङ्सनले यसरी रिप्रेजेन्ट गरेको फङ्सनहरूमा चाहिँ कुनै पनि पोइन्टमा गएर त्यसको आउटपुट कति यही हुन्छ भनेर ठोकाको साथ भन्न नसकिने खालको सिचुएसन पनि आउँछ। जस्तो कि fx = x² - 4/2 खालको फङ्सन छ भने यो फङ्सन x = 2 हुँदा fx कति हुन्छ भनेर भन्नै सकिँदैन हामी, किनभने त्यो पोइन्टमा fx अनडिफाइन्ड हुन्छ। किन अनडिफाइन्ड हुन्छ त, किनभने x को भ्यालु 2 राखेर हेरौँ, त्यो भनेको 2² - 4/2 भनेको 0/0 आउँछ। यो भनेको के हो त, म्याथमेटिकल्ली अनडिफाइन्ड कुरा हो होइन। यसरी अनडिफाइन्ड कुराहरू फङ्सन यसरी अल्जेब्राइक फर्ममा लेखिदिएको फङ्सनहरू अनडिफाइन्ड हुन्छ। अब हाम्रो इन्ट्रेस्ट के हुन्छ त भन्दाखेरि त्यस्तो सिचुएसनमा हामीलाई ठ्याक्कै फङ्सनको भ्यालु थाहा भएन भने त्यो फङ्सन चाहिँ x = 2 भन्ने ठाउँमा हामीलाई त्यो फङ्सनको भ्यालु थाहा भएन भने हाम्रो नेक्स्ट इन्ट्रेस्ट चाहिँ के हुन्छ भने x को भ्यालु 2 हुँदा कति भयो हामीलाई थाहा भएन, तर x को भ्यालु 2 नहुँदा तर 2 को नजिक हुँदा फङ्सनको भ्यालु कति हुन्छ भनेर हामीलाई त्यो कुरामा इन्ट्रेस्ट हुन्छ। भनेको x को भ्यालु 2 को नजिक हुँदालाई हामीले एरो दिएर लेखौँ होइन। x को भ्यालु 2 को नजिक हुँदाखेरि x टेन्ड्स टु 2 भनेको x 2 को नजिक छ हुँदाखेरि fx को भ्यालु चाहिँ कतिको चाहिँ नजिक होला त भन्ने हाम्रो एउटा क्वेसन आउँछ होइन। त्यो क्वेसन त युजफुल हुनसक्छ होइन। यदि हामीलाई 4 लिटर पेट्रोलको भाउ थाहा छैन भने 3 लिटर 900 मिलिलिटरको थाहा हुँदा नि त भयो नि त होइन। त्यति भयो नि त हाम्रो प्र्याक्टिकल पर्पजको लागि त 3 लिटर 900 मिलिलिटर हुनु र 4 लिटर हुनु एउटै कुरा हो होइन। भनेपछि त्यसको क्लोज हुँदाखेरि हामीले चाहिएको ठाउँको एकदमै क्लोज अर्को भ्यालुमा चाहिँ त्यो फङ्सनको भ्यालु कति हुन्छ भनेर हामीलाई पत्ता लगाउनु त्यो इन्ट्रेस्टको कुरा हो। त्यो कुरालाई हामी के भन्छौँ भने लिमिट भन्छौँ। हाम्रो इन्ट्रेस्टको पोइन्टको नजिकैको अर्को पोइन्टको फङ्सनको भ्यालु, अर्को पोइन्टको भन्दा नि अर्को पोइन्टमा भनौँ होइन, फङ्सनको भ्यालु जति हो त्यो भनेको चाहिँ के हो त भन्दाखेरि त्यसलाई हामी लिमिट भन्छौँ। एलले रिप्रेजेन्ट गरौँ लिमिट भन्नुको मतलब x चाहिँ सर्टेन नम्बर a को नजिक हुँदाखेरि फङ्सन चाहिँ सर्टेन नम्बर l को नजिक छ भने त्यो l कति हो त भनेको यसलाई लिमिट भन्छ। अब सामान्य भाषामा बुझ्दाखेरि त एकदम सजिलो छ। एउटा नम्बर त्यसको नजिक हुँदा त्यसको त्यो फङ्सनको भ्यालु त्यसको नजिक कति पुग्छ भने। अब नजिक भनेको के हो, म्याथमेटिक्समा नम्बर भनेको त हामीलाई थाहा छ 1 2 3 4 यिनीहरू भनेको हामीलाई थाहा छ, फङ्सन भनेको हामीलाई थाहा छ। अब नजिक भनेको के त होइन, त्यो भनेको वेल डिफाइन्ड कुरा होइन। भनेपछि यो कुरालाई एकदमै प्रपरली डिफाइन गर्ने, वेल डिफाइन गर्ने तरिकालाई चाहिँ भन्दाखेरि यो कुरालाई चाहिँ म्याथमेटिकली एकदम रिगोरस बनाउने तरिका एउटा तरिका भनेको लिमिट हो होइन। मानिलिउँ अब हामी अहिलेको इक्जाम्पलमा जाउँ x² - 4/x - 2 भन्ने फङ्सन छ होइन। हाम्रो इन्ट्रेस्ट चाहिँ हामीलाई के थाहा भइसक्यो भन्दाखेरि x = 2 मा हामी यसको भ्यालु पत्ता लगाउन सक्दैनौँ, यो अनडिफाइन्ड छ होइन। तर x 2 को नजिक हुँदा यसको भ्यालु कति हुँदो रहेछ हामीलाई पत्ता लगाउन मन लाग्यो भने के गर्ने भन्दाखेरि x को भ्यालु 2 को अलिकति नजिकैको भ्यालु राखेर हेर्ने होइन। 1.9 जति राखौँ न, राखेर हेर्दाखेरि त्यसको भ्यालु कति आउँछ भनेपछि fx चाहिँ अनडिफाइन्ड 2 छ होइन। भने f अफ 1.9 पत्ता लगाउँ, त्यो भनेको चाहिँ 1.9² - 4/1.9 - छ भनेपछि सर्टेन 3 अराउन्ड यो चाहिँ यसको भ्यालु अराउन्ड 3.9 जति हुन्छ है, 0.89 भनेपछि हामीलाई यति थाहा भयो नि त भने। तर 1.9 त क्लोज होइन, अझै त्योभन्दा नजिक कति हुँदो रहेछ भनेर नि हामीले सोध्न सक्ने हो त्यही क्वेसन। fx = x चाहिँ अझ f को भ्यालु 1.9 मा कति हुन्छ भनेर नि हामीले सोध्न सक्ने भयो होइन। त्यसको भ्यालु पनि यहाँ 3.99 जति आउँछ होला। अझै क्लोज सोधौँ 1.99 अझै आउँछ 3.9999 होला होइन। भनेको मतलब चाहिँ के हो भन्दाखेरि हामीलाई ठ्याक्कै 2 मा थाहा नभए पनि 2 को नजिकै भएको भ्यालु कति थाहा हुन्छ भनेपछि यदि यो 2 को एकदमै नजिक हुँदा
यो भ्यालु कतिको एकदमै नजिक छ भनेर जो भ्यालु भन्छौ नि त्यो चाहिँ लिमिट हो क्या। यो 3.999 लिमिट होइन क्या। यो 3.999 के को नजिक छ त भन्दाखेरि 4 को नजिक छ, त्यो चाहिँ लिमिट हो। भनेपछि एफएक्सको लिमिट के हो त अहिले 4। किन हो कसरी हो अब अहिले हामी हेर्छौँ। यो यसमा राम्रोसँग प्रपर आर्गुमेन्ट युज भएन, रिगोर भएन, तर अहिले यसलाई बुझ्नको लागि चाहिँ के मात्रै बुझिरहँ भने फङ्सनको लिमिट निकाल्दाखेरि क्लोज भ्यालु राखेर आउँदा जति भ्यालु आउँछ त्यो नभएर कि हामीले खोजेको क्वेसन चाहिँ के हो भने आर्गुमेन्ट चाहिँ एउटा कुनै नम्बरको क्लोज हुँदाखेरि त्यसको भ्यालु जति चाहिँ आउँछ त्यो चाहिँ के को क्लोज छ त भनेर जुन एन्सर दिन्छौँ त्यो चाहिँ लिमिट हो। है त अब लिमिटको फर्मल डेफिनेसन गरौँ। लिमिटको फर्मल डेफिनेसन सुन्दै डर लाग्छ। अ फङ्सन एफएक्स इज सेड टु हेभ अ लिमिट एल इफ फर एभ्री एप्सिलोन ग्रेटर देन 0 देयर एक्जिस्ट डेल्टा ग्रेटर देन 0 सच द्याट whenever x is within delta radius of a, fx is within epsilon radius of l। यो चाहिँ हाम्रो लिमिटको डेफिनेसन फर्मलले त यो चाहिँ हाम्रो फर्मल डेफिनेसन अफ लिमिट हो। अब यसले चाहिँ हामीले अघि भनेको कुरा कसरी क्याप्चर गर्छ, कुनै पनि एउटा नम्बर अर्को नम्बरको नजिक हुँदाखेरि त्यसले दिने फङ्सनल भ्यालु कुन चाहिँ नम्बरको नजिक हुन्छ भनेर यसले कसरी ग्यारेन्टी गर्छ